अब के हो, हामी त कठोर एमाले हो, एमाले नै हो। के छ कस्तो छ माहौल के बुझ्नुहुन्छ तपाईँ? अब नयाँ परिवर्तन ल्याउने योजना छ हाम्रो त नयाँको सोच विचार और धारणा छ। एमालेलाई नै जिताउने हो। माहौल त भित्र मनदेखि भन्छ एमाले नै हुन्छ। यतातिर कसको माहौल देख्नुहुन्छ तपाईँ? हामी रुखको मान्छे, हामी रुखको माहौल देख्नेवाला मान्छे होइन। बढी माहौल कसको छ त यतातिर? यहाँ त हाम्रो एरियामा त एमाले नै छ भाइ। अब अहिलेको माहौल भनेको सबै नयाँ हेर्ने हजुर घन्टीमै भएको छ। यत्रो वर्ष भयो अब यसलाई एकचोटि घन्टीलाई पनि यति पार्टीवालालाई जिताइयो, अब योचोटि घन्टीलाई पनि जिताऊ भन्ने सबै प्रयासमा छन् भनौँ। पुरा त घन्टीकै गरी गर्छन् अब गर्नु त अब भोट हाल्ने बेला कहाँ हाल्ने हो नि थाहा भोट हाल्नेको छ अनिश्चित नै छ होइन। त्यता अलि हुन्छ नि माहौल कसको बढी? ६३मा माओवादीको मिडियाको हिसाबले घटिएको छ, अब यसरी काङ्ग्रेस नै छ। तर अब माल देख्दाखेरिमा घन्टी नै आउला जस्तो छ। नत्र हो हामी कठोर काङ्ग्रेस हो। हेलो साथीहरू, आज चाहिँ हामी चुनावको ग्राउन्ड रिपोर्टिङको क्रममा आज हामी कालिका बजारमा छौँ। अहिले चाहिँ हामी यहाँ सोध्नेछौँ कसको माहौल बढी छ यतातिर। दोधराको किनार नै पर्छ यता। यहीँको बासिन्दा हुनुहुन्छ तपाईँहरू? यसो हुनुहुन्न? नै जहाँ भयो नि दोधरा चाँदनीकै त हुनुहुन्छ नि? म चाहिँ अशोक सुवेदी हो, हाम्रो भानु क्याम्पस छ नि, यहाँ अध्ययनरत छु बीबीएस 3rd इयरमा। अहिले चाहिँ हामी चुनावको माहौल अलिक चर्किँदो छ, त्यही भएर ग्राउन्ड रिपोर्टिङ गर्दैछौँ के यहाँ चाहिँ कसको माहौल कतिको छ। अहिले चुनावी प्रतिस्पर्धा एकदमै तीव्र छ अनि अलि जटिल छ क्या, पहिला जस्तो छैन, यसले ठ्याक्कै जित्ला भन्ला जस्तो छैन, अलि अल्मलिएको जस्तो पनि छ कि अहिले चुनावी नतिजा कस्तो होला भन्ने केही कसैलाई नै त्यस्तो पक्कै थाहा छैन। त्यही भएर अहिले चाहिँ यता कसको माहौल बढी छ, कसको दबदबा बढी देख्नुहुन्छ र कसले चाहिँ जित्ला जस्तो लाग्छ त्यो हामी ग्राउन्ड रिपोर्टिङ गर्दैछौँ। यहाँ चाहिँ कस्तो छ त माहौल? पहिला तपाईँको नाम पनि भनिदिनु होला है। मेरो नाम बहादुर राणा मगर हो, म वार्ड नम्बर 6 मा बस्छु। अब चुनावको माहौल भन्नाले अब सबै कम्पिटिसन छ होइन। अब त्यो त अब भोट माहौल भन्नाले के छ भनेपछि अब सबै अब पहिला जस्तो छ त सबै पढाइ लेखेको छन् अहिले होइन। अहिले साक्षरता बढी छ, धेरै छ अहिले। अब आफ्नो पहिला बेलाको अब जो थिए अब तिनी सिधा साधा अब म काङ्ग्रेस हो त म काङ्ग्रेस म एमाले हो त एमाले भन्नेवाला थिएँ, प्रजातन्त्र भनेर प्रजातन्त्रवालै थिएँ होइन। अहिले अब अहिलेको युवाहरूमा त्यस्तो छैन। अब अलिकति अब देशमा फेरबदल आउनु सक्छ। अब पक्कै यो पार्टीले जित्ला यो पार्टी हार्ला हामीले भन्नु सक्दैनौँ। अब तर माहौल कसको देख्नुहुन्छ तपाईँ यता? अब माहौल त मलाई खासै घुम्दैन कहीँ पनि होइन। चुनाव प्रचार नै हिँड्दैन म कतै। गाउँघरतिर हुन्छ नि यसलाई भोट हाल्नुपर्छ यसको चर्चा चल्छ नि। माहौल हेर्दा अब युवा पार्टीहरूको ल सोच विचार हेर्दा होइन घन्टी नै भनेको छ देशमा बदलाव ल्याउनुपर्छ भनेर सबैको त्यस्तो छ, मुखबाट पनि सुनिन्छ। अब कहीँ यताउता जाँदा नि अब घन्टीले जित्ला जस्तो लाग्छ मलाई लाग्छ। कुराहरू सुन्दा अब त्यही छ अब अहिले त है। अब भोट परेपछि बल्ल थाहा होला। 21-22 गते चाहिँ थाहा हुन्छ। यता पनि हाम्रो जेनजी भाइ हुनुहुन्छ, यता भनिदिनु पर्यो यता माहौल कस्तो छ के छ। पहिला नाम पनि भनिदिनु होला। नमस्कार, मेरो नाम रमेश खड्का होइन। अब अहिले चाहिँ हामीले देशमा चाहिँ परिवर्तन ल्याउनुको लागि घन्टीलाई भोट दिनुपर्छ है। घन्टीलाई चाहिँ यता कसले जित्ला जस्तो लाग्छ तपाईँ? मेरो हिसाबले त घन्टीलाई जित्छ। यता स्पेसली भन्दा कालिका बजारतिर अनि यो इलाकातिर कसको दबदबा बढी देखिन्छ? हेर्नु अब देखावटी रूपमा त काङ्ग्रेस छ होइन, देखावटी काङ्ग्रेस छ, लेकिन देखावटी रूपले होइन अब दिने मान्छे चाहिँ प्रायः जसो अब बुढाबाले पनि अब घन्टीलाई भोट दिनुपर्छ भन्ने छ होइन। अब चाहिँ घन्टीलाई हो, योचोटि घन्टी हो। धन्यवाद। जेनजी युवा पनि पढ्यो अनि योचोटि घन्टीलाई हो। ए ल ठिक छ। यता नेपालीहरू हुनुहुन्छ उता खोइ उता अङ्कल हुनुहुन्छ एकैछिन यता हो। नमस्कार, म चाहिँ अशोक सुवेदी, यहाँ भानु क्याम्पसमा पढ्ने विद्यार्थी हो 3rd इयरमा। अहिले चुनावको माहौल यति चर्को छ, त्यही भएर यतातिर कसको दबदबा छ भन्ने यसो ग्राउन्ड रिपोर्टिङ गर्दै आइरहेका छौँ कि हिजोदेखि। चाँदनी बजारतिर गएर हिजो होल्दो बस्तिर, आज 7 नम्बर बजार अनि यतातिर गर्दैछौँ।
त यो एकैछिन यता यति भनिदिनु पर्यो त्यस्तो सरहाउने कुरा छैन यहाँ कस्तो माहौल देख्नुहुन्छ के को माहौल बढी छ भन्नुहोस् न। अब मलाई के थाहा म नयाँ मान्छे उता दाइ हुनुहुन्छ दाइ भनिदिनु त त्यतिर कस्तो छ। दाइ त झन् 13 दिनबाट आउनुभयो झन् इन्डियातिर त झन् वो छ नि त झन् नेपाली ए ल यता थाहा छैन फेरि कसैलाई केही कुरा लाज मान्ने केही कुरा छैन हामी यतैको हो धेरै टाढाको मान्छे होइन। नै कस्तो माहौल देख्नुहुन्छ चुनावको माहौल अलिक बलियो छ त्यही भएर यहाँ नयाँ पार्टी पनि छन् होइन त कसले जिल्ला जस्तो लाग्छ तपाईँहरूलाई कसको बढी चर्का चर्की छ दबदबा छ त्यस्तो कुरा जानकारी लिन मात्रै हो। अब मलाई के थाहा त अब घन्टी छ यहाँ त धेरै हो घन्टी गरेर त यता यता हेरेर भनिदिनु केही घन्टी छ त्यसैले आउनु होला म हेर्दैन ए ल ठिक ए त्यही त उता आन्टीलाई सोधौँ होइन त्यता सोध्नु न ए ल फेरि ठिक छ अब भन्नुहुन्छ भने जान्छौँ नत्र जान्छौँ हामी ल धन्यवाद। यतातिर सोधौँ नि यता यता हो यता व्यवसाय गर्नुभएको छ हाम्रो दिदीहरूले। नमस्कार म चाहिँ अशोक सुवेदी यता भानु क्याम्पसबाट हो 3rd इयरमा पढ्छु त्यहाँदेखि अहिले आएको हामी ग्राउन्ड रिपोर्टिङ गर्दै चुनावको माहौल के कस्तो छ यता दोधरा चाँदनतिर हजुर यता भनिदिनु पर्यो कस्तो छ माहौल यतातिर भनिदिनु पर्यो जेन्जी मान्छे भएर यस्तो शर्माएर हुन्छ देशै बदल्नलाई लागिसक्यो मान्छेहरू के छ त यतातिरको माहौल घन्टी योपालिको भोट घन्टी हो ए राम्रो छ यतातिर माहौल कसले जित्ला जस्तो लाग्छ त भोट त तपाईँहरू घन्टी भन्नुभयो तर वास्तवमा जित्ला कसले गाउँघरमा चर्चा कस्तो भइरहेको हुन्छ अब थाहा छैन हामीलाई चर्चा त सबैको हुन्छ कस्तै छ हामीले त घन्टीले जित्यो भने राम्रो मान्ने हो ए सबैले घन्टीले भन्नुहुन्छ नाम के तपाईँको इन्द्र थापा इन्द्र थापा ल धन्यवाद। नमस्कार म यही दोधरा चाँदनीकै हो मेरो नाम अशोक सुवेदी हामी ग्राउन्ड रिपोर्टिङ गर्ने कुन हिसाबमा आउनुभयो तपाईँ हामी चुनावको अहिले माहौल चर्काचर्की छ प्रतिस्पर्धा एकदमै तीव्र छ यहाँ त्यही भएर अन्य हामी कसैलाई प्रचार गर्न आएको होइन हामी सोध्न आएको कि यहाँ कस्तो माहौल छ के छ कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई त्यो जित्ने नै हो घन्टी नै जित्ने हो जित्ने हो ए घन्टीलाई सबैले घन्टीलाई विचार गर्नु भएको पूर्व मेचीदेखि पश्चिम महाकालमा घन्टी नै आउँछ यहाँ चाहिँ अहिलेको यतातिर म्याक्सिमम मान्छेहरूले कसलाई रुचाएका छन् त घन्टीले रुचाएर रवि र बालम शाहलाई यहाँदेखि त ज्ञानेन्द्र महता उठ्नु भएको छ नि जो पनि उठ्यो भने डाक्टर दीपक प्रकाश भए बोहराजी उठ्नु भएको छ अरे बोहरा एकसाथ जित्यो अस्ति आयो फेरि त एकसाथ जितेर ठिकै छ यतातिरको माहौल भन्दा घन्टीमय छ घन्टी छ ए ल धन्यवाद घन्टी नै हो ल ठिक छ ल 76 जना मरे विद्यार्थी मात्र होइन अरू पनि मर्नु भएको छ यता पनि सोधिहालौँ हामी अब परिचय त मैले दिइसकेँ सुन्नुभयो होला यतातिर चाहिँ हजुरको नाम पनि भनिदिनु पर्यो कस्तो माहौल छ त्यो मेरो नाम गोमती राउत हो हजुर म हाल त अब काङ्ग्रेस पनि प्रचार गरिहान एमाले पनि प्रचार गरिहान अब उनले घन्टीले पनि प्रचार गरिहा हलोले पनि गरिया छ तर अब माल देख्दाखेरिमा घन्टी नै आउला जस्तो छ घन्टीलाई आउला जस्तो छ यता उता हजुर कहाँ उतातिर कस्तो छ फेरि उतातिर घन्टीमा भन्छ न अब के छ पहाड कुन ठाउँ हो पहाड बजाङ हो बजाङतिर पनि घन्टी घन्टी भन्न लागे अब ए ल धन्यवाद मनले हो कि मुखले हो के थाहा छैन उता दाइलाई पनि सोधिहालौँ व्यवसाय गर्दै आउनु भएको छ दाइले दाइ नमस्कार यतातिर भनिदिनु पर्यो के छ माहौल कस्तो छ अब नाम पनि भनिदिनु होला है जसले जिते उसैको माहौल हो नि होइन नै जित्नुभन्दा पहिला क्रेज हुन्छ नि एउटा क्रेज त अब त्यही हो अब कोही पार्टीगत क्रेज हुन्छ कोही मान्छेगत क्रेज हुन्छ होइन मेरो हिसाबमा सोध्न चाहिँ के खोजेको भनेपछि जनमानसको मान्छेहरूको जो म्याक्सिमम मानिसहरूले जो हुन्छ नि हुन त पार्टीका पनि त मान्छे हुन् तर जो नर्मल जो पार्टीसँग जोडिया हुँदैनन् गाउँघरका हामी जस्तै मान्छेहरू हुन्छन् नि त्यस्तोमा कसको क्रेज देख्नुहुन्छ भने क्रेज त अहिले त घन्टीकै छ होइन क्रेज त अब घन्टीकै भए पनि अब मान्छेले अब पार्टी गर्दै हेर्ने हो होइन सबै घन्टी त छैनन् नि धेरै जस्तो कार्यकर्ताहरू अन्य पार्टीका छन् अन्य पार्टीका पनि छन् अब सबैले आफ्नै पार्टी जित्न राम्रो मान्छ जो पनि होस् होइन हो त्यही हो व्यक्तिगत होइन काङ्ग्रेस हो कठोर काङ्ग्रेस हो तर कट्टरवादी भएर मात्र देश चल्दैन नि त भनेको अब परिवर्तन चाहनु नयाँ नेपाल नयाँ प्रधानमन्त्री भयो भने देशमा केही राम्रो होला विकास चाहिएला विकास गर्लान् भनेर हामी आशले दिन लाग्यो हो क्या त्यो हो आशले परिवर्तन गर्न लाग्यौँ नत्र हो हामी कठोर काङ्ग्रेस हो कठोर काङ्ग्रेस हो अहिले अब यस्तो भ्रष्टाचार विद्यार्थी मार्यो यताउति भयो भन्न मोबाइलमा सुन्यौँ हेऱ्यौँ हेर्दाखेरिमा हो यस्तो रहेछ भ्रष्टाचार यस्तो गर्दा रहेछन् यस्तो सुन तस्करी गर्दा रहेछन् यस्तो गर्दा रहेछन् यो सब कानले सुन्यो नि त
हामी जस्तै युवा 22 वर्षका 18 वर्षका मरे अन्त यस्ता तिनी छोरा तिनका होइन तिनी छोरा हाम्रा पनि हुन् तर हाम्रो पनि आँखामा आँसु आयो त्यो दिनमा के त्यो दिन देखेर परिवर्तन गरौँ भन्न चाहेको हो के त्यति हो हामी कठोर काङ्ग्रेस हो ल धन्यवाद ल ल यतातिर अहिले मान्छेको जनसङ्ख्या बढे जस्तो छ यतातिर पनि गएर यसो एकछिन कुरा गरिहालौँ के छ एकैछिन अब हामी पहिला आगो पहिले गोली चल्यो यतातिर यसो कुरा राखौँ भनेको म चाहिँ अशोक सुवेदी उता भनेकै हो उता भनेको हो यहाँ हामी ग्राउन्ड रिपोर्टिङ गर्दै आएका छौँ यतातिर कसको माहौल देख्नुहुन्छ तपाईँ हामी रुखको मान्छे हामी रुखको माहौल देख्ने वाला मान्छे हो होइन हामीलाई अरूसँग मतलब छैन हामी प्रत्यक्ष रुखको मान्छेहरू हौँ नेपाली काङ्ग्रेसप्रति आस्था गर्ने मान्छे हामी ए ल ठिक छ धन्यवाद होइन ल धन्यवाद उता उता ल ठिक छ यतातिर जाउँ अङ्कल नमस्कार म अशोक सुवेदी एकैछिन साउन्ड कम गरिदिनु म अशोक सुवेदी यहाँ भानु क्याम्पसमा पढ्छौँ हामी BBS थर्ड इयरमा अहिले चाहिँ हामी रिपोर्टिङको क्रममा छौँ यहाँ अब चुनावको माहौल तातिँदै गएको छ यहाँ यो दोधारा चाँदनी भनेको त एकदमै कट्टरपन्थीहरूको पनि इलाका भनेर चिनिन्छ कस्तो छ यहाँ माहौल के होला जस्तो छ भनेर यस्तो ग्राउन्ड रिपोर्टिङ गर्दै आएका छौँ त अहिले भनिदिनु पर्यो यहाँ चाहिँ के देख्नुहुन्छ कस्तो छ माहौल नाम पनि भनिदिनु होला यस्तो छ हामी चाहिँ यहाँ व्यापार गरिरहेका छौँ होइन अब हामीलाई यो को कहाँ कता छ भन्ने कुरो त्यति थाहा हुँदैन होइन बासिन्दा त यतैको हुनुहुन्छ होला नि बासिन्दा त यतैको हो। कस्तो गाउँघरतिर कस्तो छ माहौल? गाउँघरतिर ठिकै छ भनौँ सबैको आफआफ्नो सोच आफआफ्नो विचारमा छन् होइन त्यही हो कस्तो माहौल अलि बढी तातेको हुन्छ नि कोही बेला पोचोटी यो चोटि चाहिँ यस्तो माहौल तातिएको भन्ने भन्दा पनि आफ्नै सोच विचारका मतहरू छन् अहिले कुनै पार्टीको पछाडि झन्डा बोकेर चाहिँ जनताहरू त्यस्तो जागरुक छैन अब जसलाई दिने होला आन्तरिक हुन्छ होइन मत आन्तरिक हुने भयो तर अलि चर्काचर्की हुन्छ नि कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई अब जित्न त अब एउटा चाहिँ यहाँ स्थानीय हाम्रै मानबहादुरजी हुनुहुन्छ होइन? अर्को चाहिँ हाम्रा हरि बोहरा भए हाम्रो दीपक भक्त होइन यिनीहरू छन् अब यिनीहरूकै होला जहाँसम्म लागेको छ नयाँ पार्टी पनि आएको छ त्यसको अब नयाँ पार्टी त आउने हुन् जाने हुन् त्यति हुन्छ ल हस् धन्यवाद यतातिर कहाँदेखि हुनुहुन्छ तपाईँहरू हामीहरू 10 नम्बरका 10 नम्बरतिर ल उता चाहिँ हामीहरूको वार्ड एकै हो हजुर कस्तो छ तपाईँको उतातिर नाम पनि भन्नु। हामीहरूको यतातिर पनि मतलब कि अहिले यस्तो छ मतलब कि जो पुरानो पार्टीहरू छन् उनी नै चम्किएका छन् अहिलेसम्म राजसभाका यतातिर हामीले सक्कल पनि देखेका छैनौँ त्यति आएका पनि छैनन् होइन घन्टीवाला त्यति सर्को केही छैन नहुने त होइन होइन केही त छन् राजसभाहरू अब केही फेरबदल होला तर चाहिँ अहिले भनेका यी तिनटै पार्टी चाहिँ हाबी छन् जित कसको हुने हो अब 21 पछि थाहा मनभित्र भने मतलब कि जो मोबाइल हेरिरहेका छन् मनभित्र त आजकल मतलब यस्तो छ देखावटीमा नभए तापनि मनभित्र धेरै घन्टीतिर पनि हुन सक्छन् होइन मनभित्र मतलब कि यस्तो गाउँघरमा विरोधी भइन्छ मनमा जो छ मनको कुरा कसैलाई नबताउने मनभित्र त सबैले मतलब कि आफ्नो सोचेकै छन् केमा हाल्नु पर्ने हो भन्ने पब्लिकली उजागर नगर्ने मतलब कि त्यस्तो झन्डा बोकेर पनि रेलीमा नजाने मनभित्र जो छ उनीहरूले सबले सोचिसकेका छन् कि अहिले वाक्यमा कसलाई दिएपछि राम्रो हुने हो कसलाई दिएपछि नराम्रो हुने हो भन्ने सबै तपाईँको उतातिर फेरि कस्तो छ यही हो नर्मल बस यही हो हामी अलि चाँदनीतिर चाहिँ माहौल तातिएको थियो कि त्यता उस्तै हामी पुरानैदेखि के भन्छ एमाले पार्टीका हौ बहुत पहिलेदेखि एमाले पार्टीका हौ एमाले पार्टीतिरका हौ तर के भन्छ अहिले पार्टी अफिसमै बोलाइरहेका थिए कसो किन आजकल यतातिर हेर्नुहुन्न यतातिर हेरेर के गर्ने हामीहरूको घरकोले हेरिदिने हो के भन्छ हामी त्यस्तो छैन पहिला जस्तो मतलब कि त्यो रेलीमा जाने दिन रात मतलब आफ्नो घरको काम छोडेर मतलब कि रेलीमा बस घुम्ने त्यस्तो चलन छैन बस ठिकै छ फेरि पनि एकछिन बस्दिएँ बस के भन्छन् तर भोट हामी के भन्छन् एमालेलाई त हामी हाल्दै हाल्दैन ग्यारेन्टीको हिसाबले यतातिर पनि जाउँ भाइहरू एकैछिन रुक्नुहुन्छ जेन्जी भाइहरू के छ माहौल यस्तो बुझ्नु भयो यसलाई यतातिर अङ्कलसँग जाउँ अंकल नमस्कार मैं अरे आप इंडियन हो चलो धन्यवाद कैसा दिख रहा है इधर का माहौल बढ़िया यता अंकल नमस्कार म अशोक सुवेदी यसो यहाँको चुनावी माहौलको बुझ्न आएको हामीहरू मेरो नाम कृपाराम कोइराला हो हजुर चुनावी माहौल यस्तै छ के हुने हो र सबै आफ्नो ठाउँमा छँदै छन् हैन अब चुनावी माहौल यहाँ त शान्तै वातावरणमा भइरहेछ अहिलेसम्म
त्यस्तो हुलदङ्गा केही छैन। अब जो जहाँ छ वहीँ बस भन्ने उ यहाँ हो। चाहिँ कसले धेरै मत ल्याउला जस्तो लाग्छ अब तपाईँलाई? मत त त्यो सर्वेक्षण गर्नेले गर्लान् होइन। हाम्रो हिसाबले त अब पुरानो पार्टीसितै आबद्ध धेरै देखिन्छ। अब नयाँको चहल पनि भइरहेछ। अब जेएनजी आन्दोलन पछि चाहिँ धेरै मान्छेहरूले आक्रोश पोखिरहेछन् नि। हजुर अब यस्तै छ। अब जेएनजी आन्दोलन पछि आक्रोशमा त आए। अब आएर पनि अब सम्हाल्ने मान्छे पनि त खोज्नु पर्यो नि त। सम्हाल्ने मान्छे पनि त हुनु पर्यो। त यता कसको माहौल देख्नु? तपाईँ यसो भनिदिनु न, यतातिर धेरै जस्तो कसको माहौल देख्नुहुन्छ? मुख्य प्रतिस्पर्धीहरूको को छ? प्रतिस्पर्धी त अब त्यो माहौल बुझ्ने त हाम्रो काम होइन। हामी त आफ्नो व्यापार व्यवसाय गरेर खाने मान्छे, काम गर्ने मान्छेले अब देखिन्छ नि गाउँघरतिर माहौल। गाउँघरतिर त अब हाम्रो आफ्नो टोलको कुरो गर्दा जो जहाँ छन् त्यही छँदैछ। जो जहाँ पहिलाको थिए त्यही छँदैछ। ए ल हस्, धन्यवाद। धन्यवाद धन्यवाद। यतातिर पनि सोधौँ, के छ दाजु? केपी शर्मा ओलीले पुरा देश बिग्रिएर खायो। अर्को शेरबहादुर देउपाले पुरा वनवास कठीमा खाइसक्यो। हुन त्यो मान्छे यति ठुलो मान्छे पनि भनिदिनु न तपाईँको पहिला। मेरो मेरो सँग टमाटा रकुली मिस्टर आरजे। यतातिर कतातिर यो आफ्नो देश बनाउने हामीले नयाँ शासन निकाल्ने हो। जस्तो नरेन्द्र मोदी जस्तो बन्ने हो हामीले। कसको माहौल देख्नुहुन्छ तपाईँको? माहौल घन्टी हुन्छ, सूर्य हुन्छ, जो पनि हुन्छ हुन्छ त्यस्तो माहौल बनाउनु पर्यो। मान्छेलाई यी चोर नेताहरूले। धन्यवाद धन्यवाद। यतातिर सोधौँ। हजुर नमस्कार, नाम? नमस्कार, मेरो तीर्थबहादुर बुढा। ए तपाईँ कता देख्नुहुन्छ? यता यहीबाट देखेको? हजुर मेरो वार्ड नम्बर 10। 10 हो? मेरो 8 कस्तो नम्बर छ हो। यो 10 नम्बरतिर अहिलेको 10 चहल पहल? चहल पहल भन्दाखेरि पुरानो पार्टीमा लागिरहेका सबै अब पुरानैमा छन्। अब नयाँहरू भनेको अहिले आएका भन्दाखेरि अहिले पुरानो जस्तो नयाँ हुँदैन भन्ने यहाँ भइरहेछ। जो छन् आफ्नो ठाउँमा पुरानै पार्टीमा धेरै प्रवेश 10 नम्बर त्यो गइरहेछ आजभोलि। कसले जित्ला जस्तो लाग्छ तपाईँलाई? अब यो जिल्ला भन्दा यो हलचल भन्दाखेरि त अब त्यो पहिला नयाँ नयाँ पार्टी आया छन् अहिले रापरमा। एउटाले मोती बन्नुपर्छ। मोदी बाबु नबोल्नु, एकछिन रोक्नु। अब हाम्रो पुरानो पार्टीलाई छोडेका छैनौँ हामीले। तिमीले गल्त गरे नि। ल धन्यवाद। धन्यवाद। ल यतातिर हामी हाम्रो जेन्जी भाइसँग सोधौँ, के छ भाइ हालखबर यतातिरको चुनावको? अरे हामी जान्ने सुन्ने पढे लेखेको मान्छेले होइन भन्नु पर्यो, नाम पनि भन्नु। अब सबैलाई एकचोटि परिवर्तन चाहिएको हो। अब त्यो हिसाबले चान्स दिनुपर्छ सबैलाई। तर कसले जित्ला जस्तो लाग्छ? तर इतिहास हेर्दाखेरि चाहिँ हामीले लगभग पुरानै पार्टी भनौँ नि अहिले। यता भनिदिनु पर्यो दाइले के छ यतातिरको हालखबर? चुनावको कति चर्का चर्की छ? माहौल कस्तो बढी देख्नुहुन्छ? त्यही घन्टीमा छ हाम्रो त। घन्टी हो? हजुर। उता पनि घन्टी हो कि अरूतिर माहौल छ उतातिर गाउँतिर? होइन तिम्रो अब घरतिर कस्तो माहौल छ? हाम्रो म अहिले केही नि पनि भन्दैन। सूर्य पनि आफ्नो एजेन्डाहरू लिएर आछ, रुख पनि आफ्नो एजेन्डाहरू लिएर आछ, अनि फेरि घन्टीले पनि आफ्नो एजेन्डाहरू लिएर आछ। सबैको एजेन्डा सुन्यो र हामीले पार्टी भन्दा नि व्यक्तिगत भन्दा पनि अनि क्यान्डिडेट कस्तो छ त क्यान्डिडेटको ब्याकग्राउन्ड हेर्ने, उसको पढाइ लेखाइ हेर्ने, अनि फेरि उसको क्षमता कति छ त त्यो हेर्नुपर्छ कि हामीले पार्टी भन्दा पनि। जस्तो लाग्छ कि लगभग त्यति भन्दैन समग्रमा समग्रको कुरा गर्दैछु म। समग्रमा अहिले गाह्रो छ भन्न। गाह्रो छ? धेरै गाह्रो छ। राजनीतिक क्षेत्रमा कूटनीतिक पनि हुन्छ होइन, त्यो हिसाबले अहिले गाह्रो छ, धेरै गाह्रो छ। धन्यवाद। हजुर धन्यवाद। एकैछिन अङ्कल, मेरो नाम चाहिँ अशोक सुवेदी हो। म यता भानु बहुमुखी क्याम्पसदेखि होइन अध्ययनलाई त्यहाँदेखि आएको। हामी अहिले ग्राउन्ड सर्वेक्षणमा छौँ भनौँ। अहिले चुनावको माहौल एकदमै तातेकै छ भनौँ। यहाँ माहौल अलि नबुझिदो छ कि कसले जित्ला कस्तो जित्ला, त्यही भएर हामी ग्राउन्ड रिपोर्टिङ गरिरहेको छौँ। तपाईँलाई चाहिँ यहाँ कसको बढी देख्नुहुन्छ क्रेज माहौल त्यो अलिक थाहा छ भने अलिक भनिदिनु। नाम पनि भनिदिनु होला। मेरो मनमा त घन्टी छ। नाम पनि भनिदिनु पहिला। नाम राजु लोहार मेरो। कसले चाहिँ जिल्ला जस्तो लाग्छ तपाईँलाई त? अहिले त के थाहा भएन। माहौल कस्तो तातिरहेछ? गाउँघरमा छलफल बढी जसको हुन्छ त्यहीले जित्छ क्या। छलफल कसको बढी भइरहेछ? छलफल त धेरै जसो काङ्ग्रेसकै छ। काङ्ग्रेस हो? अनि यतातिर बजारतिर एरियामा? बजारमा पनि काङ्ग्रेसकै छ, काङ्ग्रेसै छ यहाँ। धेरै छ उता पनि एउटै हो? अनि प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा कुन बीच होला जस्तो लाग्छ? कुन दल बीच? काङ्ग्रेस एमाले घन्टीतिर ज्यादा छ। ए काङ्ग्रेस एमाले घन्टी तीनटा पार्टीमा अपोजिट। हस् धन्यवाद। यता एकैछिन हामी धरी यता हुनुहुन्छ आन्टी, म अशोक सुवेदी, यता हामी भानु क्याम्पसदेखि आएको। अनि यहाँ चुनावको माहौल अलिक धेरै हाइफाई भएकाले अहिले चाहिँ कसले जिल्ला अनिश्चित छ, त्यही भएर बुझ्न आएको यतातिर चाहिँ कसको माहौल बढी भइरहेछ, के छ, कसले जिल्ला जस्तो लाग्छ तपाईँलाई? बाबु त्यो त म केही थाहा पाउँदैन। नाम तपाईँको?
मेरो नाम सावित्री थापा। यतातिर के देख्नुहुन्छ अलिअलि त थाहा हुन्छ नि मान्छेहरूलाई धेरै कस्तो चर्चा भइरहेको अहिले हलोको जस्तो छ गरे होला जस्तो छ ए ल धन्यवाद है यतातिर आउनु अहिले हाम्रो जेन्जी दाईहरू देखिनु भएको छ यतातिर नमस्कार दाजु म अशोक सुवेदी हामी यहाँ क्याम्प भानुभहुमुखी क्याम्पसदेखि आएको म अध्ययनरत यहाँ ग्राउन्ड रिपोर्टिङ गर्दैछौँ क्या यहाँ चाहिँ अहिले चुनावको माहौल चाहिँ अलिक तातिएकै छ यहाँ कसको माहौल बढी भइरहेछ कसले जस्तो जिल्ला जस्तो लाग्छ तपाईँहरूलाई अलि भनिदिनु पर्यो के छ कस्तो छ यतातिरको माहौल यतातिर अलि त थाहा हुन्छ नि खै अब के भनौँ सबैले जित्ला जस्तो भइरहेछ। सबैले त कहाँ जितिन्छ र कस्तो धेरै माहौल छ यतातिर क्रेज कसको बढी छ यतातिर उसको घन्टी र अनि रुखको भइरहेछ अहिले यता चाँदी यो हाम्रो दोधारा कालीघाट बजारतिर। घन्टी र काङ्ग्रेस बीच प्रतिस्पर्धा होला जस्तो छ। हजुर हजुर ल धन्यवाद यता दाई हजुर पनि अलि जेन्जी यी पुस्ता ल जेन्जी पुस्ता अहिले यो पालि मात्र घन्टीमा हो म त। नाम के तपाईँको सञ्जय खड्का। यतातिर कसले तपाईँले मात्र होइन समग्रमा के देख्नुहुन्छ भने जति पनि जेएनजीहरू छन् सबै घन्टीमै हुन लाग्छन् अहिले। ए यता गाउँघरतिर पनि छलफल के को भइरहेको घन्टीमा हो। घन्टीमा ए हस् धन्यवाद अरू के भन्नु छ ल ल हुन्छ हुन्छ हजुर हुन्छ यतातिर जाउँ नि यतातिर साथीहरू ल अहिले चाहिँ हामी बाहुथान बजारमा छौँ यहाँको चुनावी माहौल कस्तो छ अहिले हामी यसलाई पनि यहाँको ग्राउन्ड रियालिटी हामी रिकर्ड गर्नेछौँ यहाँ अहिले जहाँ जहाँ मान्छेहरू छन् त्यहाँदेखि हामी गएर सोध्नेछौँ है अङ्कल नमस्ते अङ्कल म अशोक सुवेदी यहाँ भानुभहुमुखी क्याम्पसमा अध्ययनरत हो हामी चाहिँ यहाँ चुनावको माहौल अहिले धेरै ऊ छ नि यताबाट दाममा छ त्यही भएर यहाँ कसले चाहिँ जिल्ला यहाँ कसको बढी माहौल देख्नुहुन्छ त्यो चाहिँ अलिक ग्राउन्डमा गएर बुझ्ने प्रयास गरिरहेको के छ यताको माहौल त्यो अलिक भनिदिनु नाम पनि भनिदिनु होला है यताको नाम पनि अहिले ताराको छ। ताराको मेरो नाम अशोक सुवेदी भनिहालेँ मैले नाम पनि भनिदिनु नाम मेरो हजुर मेरो हस्तनाम सुनाएको हो। यतातिर ताराको माहौल छ ताराको माहौल। ए दोधारा चाँदी यहीँको उम्मेदवार उठ्नु अनि उसरी प्रतिस्पर्धा पनि त हुन्छ कुन कुन दलबिच धेरै प्रतिस्पर्धा छ नयाँ पुराना धेरै छन् नयाँ पुराना भएर पनि यहाँ अहिले सबैको यो ठाउँको मान्छे हुनाले यहाँबाट देख्छ। ए ल धन्यवाद यता पनि सोधिहालौँ हाम्रो भाउजूहरूसँग दिदीहरूसँग यता के छ नाम पनि भनिदिनु होला है तपाईँको। नमस्कार मेरो नाम दीपिका ठाकुर। यतातिर के चुनावको माहौल कसको बढी छ के देख्नुहुन्छ तपाईँ अब हाम्रो क्षेत्रबाट उठ्नु भएको छ मानबहादुर सुनार जस्तो सक्दो प्रयास उहाँलाई जिताउने प्रयास छ हाम्रो। यता जेन्जी दिदी यता पनि त्यस्तै हो एकचोटि चान्स दिँदैछौँ अब हेरौँ के धन्यवाद यता पनि सोधिहालौँ नि के छ हाम्रो ल ठिक छ यता बहिनी छन् त हाम्रो भनिदिनु न के छ यताको माहौल कस्तो छ राम्रो छ कसले जित्ला जस्तो लाग्छ तपाईँलाई घन्टीले ए उता भनिदिनु एकैछिन कसले कस्तो कञ्चोजको माहौल भनिदिनु क्या तपाईँ थाहा छैन कञ्चोजकै भइरहेछ धेरै पार्टीको चर्का चर्की छन् हुन त ल धन्यवाद है ल यता पनि आउनु यता ल यतातिर जाउँ के छ हाम्रो दाईहरूको विचार बुझाउने हाम्रो जेन्जी दाईहरू छन् उता हो दाजु यता आउनु न के छ चुनावको माहौल कस्तो छ दाई चुनाव लागिरहेछ कि नै कतिको लागिरहेछ अरे भन्नु न के छ कसको चुनावको माहौल दिनु यातायात गर्ने मान्छे के छ नाम पनि भनिदिनु है अलि रिपोर्ट भइरहेको ए म सुनिल नेपाली बोलिरहेको हो कसो देख्नुहुन्छ चुनावी माहौल कस्तो छ ए यतातिरको अब त्यस्तै त अनि अब लहर भनेको तपाईँको घरि ताराको देखिरहेको हुन्छ घरि तपाईँको घन्टीको देखिरहेछ त्यस्तै हो ए हाम्रो यतातिर कसले जिल्ला जस्तो छ यतातिर घन्टीले ए ल धन्यवाद है दाइ बाजे कतातिर लाग्नु हो के छ चुनावी माहौल कस्तो छ हाम्रो यतातिर अहिले म के भन्नु नाम भनिदिनु न अरे भनिदिनु न अलि बाजे तपाईँलाई भने कसले भन्ने हो म केही भन्दैन अहिले थाहा छैन ए ल यतातिर दाइबाट पनि बुझौँ कि हिजो अङ्कलसँग त कुरा हो कि दाजु नमस्कार म अशोक सुवेदी यहाँ भानुभहुमुखी क्याम्पसमा पढ्छु यहाँ चाहिँ आज हामी चुनावी माहौल कस्तो छ के छ भनेर बुझ्न आएको यहाँ चाहिँ कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई के छ यताको माहौल त्यो भनिदिनु नाम पनि भनिदिनु होला है अब त्यो नाम त म स्पष्ट म भन्दैन र अब जित्ने माहौल त अब देशैभरिको माहौल हेर्ने हो भने एमाले जित्ला जस्तो लाग्छ मलाई उसरी अब बढी माहौल कसको छ त यतातिर यहाँ त हाम्रो एरियामा त एमाले नै छ भाइ यहीँदेखि उम्मेदवार पनि उठ्नु भएको छ धेरै जसो अनि नयाँ पार्टी पनि छन् के पार्टी नयाँ भएर हुँदैन मान्छे राम्रो हुनु पर्यो एमालेमा दिपक भट्ट एकदम बेस्ट मान्छे अनि अलिक पढे लेखेको मान्छे अब हामीले हाल्ने भनेको एमालेमा अब यहाँको पनि अब त्यो एउटा माहौल पनि त्यही बनाएको छ र अब त्यसैले बेस्ट छ सुरु
ए ल ल हस् धन्यवाद यतातिर जाउँ यता दाजुदेखि बुझौँ आन्टी एकैछिन यतातिर हेर्नु नाम म चाहिँ अशोक सुवेदी यता ग्राउन्ड रिपोर्ट गर्दैछौँ हाम्रो अहिले के छ रिपोर्ट अहिले चुनावी माहौल कस्तो चर्काचर्की छ यहाँ चाहिँ कसले जित्ला जस्तो लागिरहेछ कसको धेरै दबदबा छ त्यही बुझ्न आएको थाहा छैन हामीलाई त अब थाहा छैन त्यही ल उता दाजुलाई थाहा छ कि अलि भनिदिनु पर्यो के छ अब कस्तो छ त यता माहौल के कसको देख्नुहुन्छ गढी कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई घन्टीले जित्छ सबैकै छ अब रेलीमा सबैकै छ अब सबैको यस्तो हुन्छ नि गाउँघरतिर छलफल कसको बढी भइरहेछ भाइ म त केही थाहा पाउनु म त बिहान पसल आउँछु बेलुका घर जान्छु म त केही थाहा हुन्न कसको चहल छ कसको पहल छ उता दिदीलाई अलि थाहा छ जस्तो छ कसको बढी देख्नुहुन्छ कसले जिल्ला जस्तो लाग्छ तपाईँहरूलाई घन्टीले जित्छ घन्टीले ए ल अरू के घन्टीले बद्ल्यो यो पालि त जे- घन्टी घन्टी बजाउने प्लानमा हुनुहुन्छ कि ए ल ठिक छ है धन्यवाद ल यहाँतिर अङ्कल नमस्कार म अशोक सुवेदी यहाँ अहिले ग्राउन्ड रिपोर्ट गर्दैछौँ कि हाम्रो के छ गाउँघरमा रियालिटी कस्तो छ मान्छे कोतिर बढी ढल्किरहेछन् भोट कतातिर जाने कसले जिल्ला जस्तो छ अहिले त यस्तै छ अब यो नाम पनि भनिदिनु होला है मेरो नाम धनबासै हो हजुर अब अहिलेको माहौल भनेको सबै नयाँ हेर्ने हजुर घन्टीमय भएको छ अब पुरानलाई यत्रो यत्रो वर्ष हेऱ्यो 30-35 वर्ष हेऱ्यो केही पनि गर्न सकेनन् 76 जनाको ज्यान लिँदा पनि अलिकति सान्त्वना पनि दिएनन् जति पनि छ अहिले रिभाब लगाएर सबै चाहिँ अहिले घन्टीमय भएको छ यहाँ घन्टीले जित्छ अहिले यहाँ ए क्रेज पनि त्यतै छ है क्रेज पनि घन्टीकै छ अहिले ए ल हस्, बाहिर धन्यवाद। जिन्दाबाद घन्टी नै छ अहिले यहाँदेखि हिँडेर सबै हिँडेका छन् त्यही पनि अब यहाँदेखि अब यहाँदेखि पक्कै कसले जिल्ला जस्तो लाग्छ अलिअलि अनुमानित यहाँ चाहिँ अनुमानी अब ज्ञानेन्द्र महतो जित्छ ए जस्तो लाग्छ हामीलाई यहाँको माहौल हेर्दा है अब पारी कस्तो त्यो थाहा भएन मलाई पारी पनि घन्टीमै त अस्ति एकदिन घुम्यो घन्टीमै भन्दै थियो तर गाउँमा चर्चा बिल्कुल छ अहिले पुराना पार्टीका साथीहरू खुलेर कोही आएका छैनन् होइन अहिले वडा उनको छ गाउँ उनको भनेर खुलेर आएका छन् भोट चाहिँ अहिले घन्टी म सिधै मनाउँछु अहिले ए हस्, धन्यवाद यही रियालिटी बुझ्न आएको क्या हामी घन्टा दिने महत्त्व बनाएको। ल यतातिर पनि बुझाउन अङ्कलहरूबाट दाहरूबाट के छ अङ्कल माहौल कस्तो छ के देख्नुहुन्छ गाउँतिर माहौल ठिकै छ कसको बढी माहौल देख्नुहुन्छ त माहौल अहिले हेर्दाखेरि अब एकचोटि घन्टीलाई नै जिताउँ घन्टी नै गरौँ भन्ने छ चलिरहेको छ घन्टीको माहौल चाहिँ उता नाम पनि भनिदिनु होला है तपाईँले हामीहरूले भनेर हुँदैन कि अब यो माहौलै यस्तो छ कि हामीहरूले के भन्ने होइन ए सबैले यता है माहौलै अहिले त यत्रो वर्ष यस्तो छ अहिले मान्छेहरू के छ भनेपछि कोही मान्छेहरू खुलेर गरिरहेको छैनन् अनि एउटा कुरा के हो भनेपछि बाहिर केही त्यस्तो भएन के वास्तवमा के छ त ग्राउन्डमा मान्छेहरूले के सोचिरहेछन् के विचार गरिरहेछन् त्यो बुझ्ने प्रयास हो क्या हाम्रो यत्रो वर्ष भयो अब यसलाई एकचोटि घन्टी नै एकचोटि घन्टीलाई पनि यति पार्टीहरूलाई जिताइयो अब योचोटि घन्टीलाई पनि जिताऊ भन्ने सबै प्रयासमा छन् भनौँ ए हजुर हस् धन्यवाद नाम के तपाईँको नाम पनि भन्नु नारायण सिंहसँग ए ल हस् धन्यवाद है सर नमस्कार म अशोक सुवेदी यहाँ भानुभूमि क्याम्पसमा पढ्छु 5 नम्बर वडामा रहेको अहिले चाहिँ म बुझ्न आएको ग्राउन्डमा चाहिँ कस्तो छ माहौल यता चुनाव चर्काचर्की छ होइन प्रतिस्पर्धा एकदम बढ्दो छ चुनावी नतिजा पनि के होला कसैलाई थाहा छैन त्यही भएर यहाँ चाहिँ कसको बढी क्रेज भइरहेछ माहौल कसको देख्नुहुन्छ कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई थाहै छैन अलि गाउँघरतिर यसो चौपाटीमा बस्दाखेरि पनि कुरा कसको भइरहेको हुन्छ बढी कसले पुरा त घन्टीकै बढी गर्छन् अब गर्नु त अब भोट हाल्ने बेला कहाँ हाल्ने हो नि थाहा भोट हाल्नेको छ अनिश्चित नै छ होइन यस्तो अहिले के लाग्छ बाजे के लाग्छ कसले जित्ला जस्तो लाग्छ तपाईँलाई मलाई त अब ठिकै लाग्यो ठिकै त लाग्छ कसले जित्ला जस्तो लाग्छ पुरानो मान्छे यो घन्टीले जिते जस्तो मान्छु है हजुर यो के भन्थ्यो रुखले पनि जित्ने पनि मानेछु ए अलमल पढ्नु भएको छ कसले पो जित्छ भन्ने है ल यतातिर बुझाउँ न अङ्कलको विचार के छ अङ्कल कसले जित्ला जस्तो लाग्छ तपाईँलाई हजुर म त हुने छैन थाहै छैन अलि उता हाम्रो जेन्जी दाई जस्तो पनि हुनुहुन्छ अलि यङ केटा उहाँले के बुझ्नु भएको छ यताको माहौल के भन्न सकिन्छ नाम म पनि त यहाँको होइन मेरो त महेन्द्रनगर हो महेन्द्रनगरतिर कस्तो छ माहौल त्यतातिर भन्दिनु ठिकै छ चुनाव अब त्यही जुवा जस्तै हो के फिक्स छैन अहिले त्यता अलि हुन्छ नि माहौल कसको बढी जस्तै 63 मा माओवादीको सोशल थियो मिडियाको हिसाबले घन्टीको छ अब उसरी काङ्ग्रेस नै छ अगाडि उतातिर पनि हस् धन्यवाद यतातिर अब दाजु के छ सन्चै हुनुहुन्छ कस्तो छ माहौल चुनावी माहौल कस्तो छ कस्तो भने भइरहेको हो कि भन्ने कसले जित्ला जस्तो लाग्छ नि तपाईँलाई त नाम त सबैको घन्टीमै छ अरे सबले घन्टीमै सोचेको छन् क्या है घन्टीले स्थानीयलाई जिताउनु पर्यो ए
ल हस् है धन्यवाद। ल यतातिर जाउँ। यतातिर बुझाउ नि। अङ्कल नमस्कार, म अशोक सुवेदी, यहीँ भानुभूमि क्याम्पसमा पढ्छु। अहिले चुनावको माहौल एकदमै चर्किरहेको छ, तपाईँलाई चाहिँ के लाग्छ यतातिरको औला जस्तो लाग्छ? यतातिर अब सबैको प्रचार प्रसार त अब सबैको बराबर नै छ होइन। अब कसलाई भनौँ, अब पहिला जस्तो भनेर केही साध्य हुँदैन है। साध्य त छैन। तर अलि चर्चा कसको देखिन्छ? चर्चा परिचर्चाहरू चर्चा त अब मैले भनिहालेँ नि, अब सबैको बराबर नै छ। अब कसको भनिदिउँ, को आउला जस्तो लाग्छ भनेर कसलाई भनिदिउँ होइन। सबकै एक नासको छ सबैको। अनि अब घन्टीको उस्तै छ होइन, अब राबरको पनि छ, काङ्ग्रेसको पनि त्यस्तै छ। अब कसलाई भनिदिउँ त्यस्तो आउँछ भनेर। नाम भनिदिनु न। नाम जङ्गबहादुर सुनार। धन्यवाद। ल यता पनि बुझौँ के छ कस्तो छ माहौल अङ्कलहरूको। के छ नि दादी हालखबर? ठिक छ दाइ। अझै अलि हाम्रो चाहिँ चुनावको माहौलको बारेमा ग्राउन्ड रिपोर्टिङ गर्दा हो। त अहिले के छ यतातिर माहौल कस्तो देखिन्छ? तपाईँलाई चाहिँ के लागन्छ? यहाँ कहीँ बढी माहौल छ, अलि भर दियो नि त। अलि जोर माहौल के लाग्यो अब के छ? नामले भन्नु। मेरो नाम गणेश सिंह साउद हो। माहौलको बारेमा त अब के भन्ने, अब जनतालाई अब खासै अब सबै भन्नु नै सकिनँ अहिले। के छ अब कसो माहौल हुन्छ? अब पोजिटिभ अब जित्यो त अब त्यो भोटको 21, 22, 23 गते जो रिजल्ट आलो उहिले बतालो। अहिले हामीले अब आंकलन लगाए बल्लै अब सम्भव नै थियो। तर अलि क्रिएट हुन्छ नि गाउँघरमा। माहौल अहिले लगभग के भन्ने, अब सबैको अब लागिरहेन आफ्नो धन्न सबै गाउँघरतिर उतातिर गाउँघर त अब यताउता अब हामीलाई थाहा लिएर अब पसलको कामबाटै अब सब लागिरहेन। आफ्नो ठाउँमा लागिरहेर अब गद्दै काम सबले गरिरहेन। अब रिजल्ट 23, 24 गते थाहा होला। अलि युवाहरूमा अलिक क्रिएट त हुन्छ नि त। के भइरहेछ? ल धन्यवाद है दाइ। ल भोट केमा भनेर हो नै त्यस्तो होइन, प्रत्यक्ष भोट चाहिँ हामी भन्न सक्दैनौँ, त्यो त उसको प्रत्यक्ष अधिकारको कुरा भयो। अब यो माहौल कसको छ, क्रेज कसको बढिरहेको त्यो कुरा हो कि हामीले थाहा पाउने भनेको। अब त्यही हिसाबले जानकारी आउने भयो नि त। ल अब उता काम गर्दैछन् क्या। नमस्कार, म अशोक सुवेदी। यता चाहिँ यो चुनावी माहौल अलि चर्केको हुँदा चुनावी नतिजा के होला भने त्यसको बारेमा ग्राउन्ड रिपोर्टिङ गर्दैछौँ होइन। त्यही भएर अलि बुझौँ गाउँघरमा कस्तो छ माहौल, क्रेज कसको छ। हामी पार्टीवाला होइन, हामी सर्वसाधारण मान्छे हो। त्यही भएर यहाँ कसको अलि माहौल बढी देख्नुहुन्छ तपाईँ त्यो बुझ्न आएको। के छ यता भनिदिनुहुन्छ कि कस्तो छ, कसको माहौल बढी देख्नुहुन्छ? नाम पनि भन्नु होला है। चुनावी माहौल कसको छ, कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई, त्यो भन्न खोजेको। थाहा छैन? उता हाम्रो थाहा छैन आन्टीलाई? भन्छ के लाग्छ चुनावी माहौल कस्तो छ? कसले जित्ला जस्तो लाग्छ तपाईँलाई? छोराछोरीले के भन्छन्, कहाँ भोट हाल्नु भन्छन् त? केही भने छैन छोराछोरी। ए भन्दैनन्। ल हस् है धन्यवाद। बाबु के छ, केमा आउला जस्तो भोट लाग्छ? घन्टी ए हे चर्किरहेछ है माहौल। बच्चा बच्चामा चम्किरहेछ माहौल। यता पनि सोधौँ न के छ। बजा निका छ अब पछि जाम नै के छन् चुनावी माहौल कहो छ? अरे नाइ हो चुनाव कहो लाग रही छ कि ना गाउँमा कहीको माहौल देखिन्न। कसो लाग्यो म दोकान लाए पर्छ नै जनु दोकान लाए भोट त गद्दे होला देखिया। भोट त गद्दे तम क्या नहीं पार्टी भोट गर्न गद्दे हो जन भण अरे कहो लागन छ माहौल कहीको देखन छ भने त्यसै देखता रे ए कहो देखिनु। ए ल ठीक छ उतातिर जाऊ नि त। के छ भाइ, के छ चुनाव कहो लाग रही छ, के छ कहीको माहौल देखिन्छ? अरे यति लामो हाइटी छ मान्छेलाई जेन्जी भएर थाहा हुनु पर्यो। जेन्जीलाई के छ थाहा हुन्न? नेपालको कहाँ इन्डिया बस्छ? के छ मेरो भाइ, निकै छौ? अरे के छ अरू हालखबर के छ? नाम भन न आफ्नो। सुभाष उपाध्याय। अरे सुभाष भाइ के छ यतातिरको हालखबर, चुनावी माहौल कस्तो छ, के देख्छौ? कसले जित्ला जस्तो लाग्छ? मलाई त घन्टी लाग्छ। घन्टी लाग्छ? माहौल चर्केको छ? कस्तो चर्केको छ? घन्टीको लाग्छ, मलाई घन्टीकै छ। ए ल घन्टी नै हो। दाजु नमस्कार, के छ दाइ? सन्चै हुनुहुन्छ? यहाँ के छ माहौल दाइ? चुनावी नाम पनि भनिदिनु है दाइ। चुनावको माहौल के भन्ने यार, मेरो नाम विक्रम बलि सर है। कस्तो छ, कसले जित्ला जस्तो लाग्छ नि? यसो अहिले केही भन्न सकिन्न, अब रिजल्ट आएपछि थाहा होला है सर। नै माहौल कसको छ त्यो भन्नु न यार दाइ। माहौल त अब घन्टीकै नै छ यार। घन्टीकै नै माहौल छ? ए ल ठिक छ। को अनि यहाँ प्रतिस्पर्धा कुन कुन पार्टी बीच देखिन्छ नि त, त्यति त भनिदिनु। प्रतिस्पर्धा अहिले देखिरहेछ तपाईँको एमाले र माओवादीको। अनि त्यो चारवटा अरू छन्, दुई तिनवटा अरू छन्। एमाले र माओवादी र घन्टी तीनटा मध्ये हो जो हुन्छ प्रतिस्पर्धा है। ए ल ठिकै छ भनेको ती तीनटाको छ, कसको आउँछ? ए ल दाइ धन्यवाद है। ल हुन्छ दाइ, हुन्छ धन्यवाद दाइ।
यता पनि अलि बुझौँ नि हाम्रो अङ्कलहरूबाट पनि के छ। अङ्कल नमस्कार। अरे भन्नु पर्यो त के छ माहौल कस्तो छ चुनावी माहौल भनिदिनु न भन्नु न कस्तो माहौल चर्किरहेको छ। त्यही त अङ्कल हजुर भौतिक मान्छे पुरानो मान्छे आन्टीलाई नै सोधिरहेको छु के छ आन्टी अरे घन्टीले जित्छ के यता अङ्कल भनिदिनु न यता आन्टीले घन्टी भन्नुहुन्छ उता अङ्कल फेरि बोल्दै अङ्कलले बोल्दै लाग्नु भएको छैन। अङ्कल अलि त भन्नु पर्यो त के छ माहौल कस्तो छ माहौल कसको बढी देख्नुहुन्छ यता घन्टीको माहौल धेरै छ ए अङ्कल रिसाउनुहुन्छ है उता फेरि बजै के छ माहौल कस्तो चुनावी माहौल के छ के लागिरहेको थाहै छैन हल्ला कस्तो चलिरहेको गाउँ र घन्टी 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 भन्नुहुन्छ ए ल धन्यवाद है आन्टी बजै ल ल ल यो भाइलाई एकछिन यसो जेन्जी भाइ छ हाम्रो भाइ के छ चुनाव लागिरहेको छ कि नै कोले जिल्ला जस्तो लाग्छ भाइ हाम्रो जेन्जी भाइ थाहा छैन ए थाहै छैन भाइलाई चुनाव लागिरहेछ भाइले अहिले रेलीमा हुनु पर्ने भाइ घुमिरहेछ यता है जेन्जी हो कोले जित्ला जस्तो लाग्छ त्यति थाहा हुनु पर्छ जेन्जीलाई जेन्जीले आन्दोलन गरे जेन्जीलाई थाहा छैन भन्छ भाइले कोले जित्ला ऊ त्यो भाइलाई ल भाइ भनिदेऊ त के छ माहौल चुनावी माहौल कस्तो छ जितिहाल्छ ए ल भाइ ल म त घन्टीमै हाल्ने ए ल भाइहरू त तगडै छ नेता। अङ्कल नमस्ते मलाई हजुरले चिन्नु नै हुन्छ होला अशोक सुवेदी यहाँ चुनावी माहौल कस्तो छ अङ्कल त्यो बुझ्न आएको हामीहरू ग्राउन्ड रिपोर्टिङ गर्दैछौँ के लाग्छ हजुरलाई कोले जिल्ला जस्तो लाग्छ यतातिर कस्तो माहौल चर्किरहेको छ चुनावी माहौलमा त मेरो हेरविचारले यसो त्यति गाउँतिर घुम्न त पाइन्न बिजी हुनुहुन्छ अलि घन्टीकै चलाएर ए गाउँघरतिर छलफल त्यसैको भइरहेको छ त्यसैको छ ए ल त है धन्यवाद नाम पनि भनिदिनु न मेरो शिवप्रसाद उपाध्याय ए ल हस् धन्यवाद अङ्कल है यता पनि जाउँ दाईसँग जाउँ दाई नाम के तपाईँको ए अलि यता चुनावको माहौल अलि चर्किरहेको यहाँ कस्तो छ कोले जित्ला जस्तो लाग्छ तपाईँलाई केही थाहा छैन भाइ सबै हेऱ्यो यताउता हेऱ्यो सबैको लहर छ भन्न गाह्रो छ अहिले नै अलि माहौल चर्किएको हुनसक्छ नि कसैको धेरै हाइफाई हुन्छ कोही बेला गाउँघरमा छलफल पनि धेरै जसरी हामी कहीँ बस्यौँ भने साथीभाइहरू छलफल कसको धेरै भइरहेको हुन्छ त्यो हिसाबले माहौल थाहा हुन्छ नि कसको चलिरहेको छ त्यसको 50-50% छ भाइ सबैको घन्टीको पनि एमालेको पनि घन्टी र एमालेको कम्पिटिसन छ जस्तो लाग्छ यता अरूको चाहिँ त्यस्तै हो घन्टी र एमालेको छ धन्यवाद हाम्रो यसो रिपोर्टिङ गर्दै हुनेछौँ त्यो ग्राउन्ड भिजिटिङ गरिरहेछौँ सरहरू मेरो नाम चाहिँ अशोक सुवेदी हो यही भानु बहुमुखी क्याम्पसमा पढ्छु अहिले चाहिँ हामी यहाँ चाहिँ कोले जिल्ला माहौल अलि निर्वाचनको त्यो पनि हुन्छ नि नतिजा पनि अनिश्चित छ त्यही भएर ग्राउन्डमै गएरै कुरा गरिरहेछौँ बुझिरहेछौँ के रहेछ कस्तो रहेछ त्यही भएर अलि गरिरहेछौँ भिडियो त गर्न पाइन्छ होला नि ल दाई पनि छन् हाम्रो सबै चिनेका छन् ल एकछिन है हजुर पहिला हामी अङ्कलबाटै सुरु गरौँ नि यता अङ्कल नाम पनि भनिदिनु होला है तपाईँको केही छैन त्यो चालु छ नि मेरो नाम दिलबहादुर सुनार हो कञ्चको 7 नम्बर वडा हो यतातिर कस्तो माहौल देख्नुहुन्छ चुनावी कोले जिल्ला जस्तो लाग्छ तपाईँलाई यतातिर माहौल त अहिले लगभग ताराको अलिक बढी छ ताराको माहौल छ त्यो होइन उनकै इलाका पनि त हो इलाका उनकै माहौल पनि उनकै छ लगभग यतातिर त्यो घन्टीमै अलि घुमिरहेको छ घुम्न त घन्टी र ताराको माहौल बढी छ यतातिर ए ल धन्यवाद यता अङ्कल यता भनिदिनु पर्यो के हजुर हेमबहादुर थापा वडा नम्बर 6 योपालि जोर चाहिँ घन्टीको छ यहाँ घन्टीको छ हजुर अनि प्रतिस्पर्धा चाहिँ कुन कुन दल बीच छ नि यहाँ अब घन्टी र एउटा तारा ल ठिक छ सबको सहारा घन्टी र तारा दुईटैमा हाल्नु ए मिल्छ समानुपातिक र प्रत्यक्ष तर्फ यता पनि बुझाउ न हामी दाइबाट दाजु के होइन यति सोध्ने हो क्या यतातिर के देख्नुहुन्छ तपाईँले भनिदिनु पर्यो नि त के देख्नुहुन्छ माहौल कसको देख्नुहुन्छ बढी बढी माहौल माहौल त अहिले खोइ अब घन्टीकै छ के र अब हेरौँ कस्तो ए युवा जेन्जी दाइहरू पनि हुन्छ नि यता युवाहरू छन् जेन्जी दाइहरू पनि यता अङ्कल नाम चाहिँ के तपाईँको राजकुमार थापा ए के छ यतातिर चुनावी माहौल कस्तो छ घन्टी को आउला जस्तो छ नि यसपालि घन्टी भन्छन् मात्रै कि विश्वासै छ त्यो त अब हाल्नेको उसो इच्छा मनको अनुसार हो अब उनीहरूले भन्छन् कोही तारा भन्छन् कोही रापरमा भन्छन् कोही के हलो भन्छन् के भन्छन् अब उनीहरूको मनको इच्छा अब भित्र गएर केमा हाल्छन् त्यो थाहा भएन ए हजुर यतै यही बस्नुहुन्छ कि कतै अरू ठाउँ यता मेरो घर बाबाथान हो म एकछिन यहाँ बाबाथानतिर के चलिरहेको कसको माहौल बढी छ उतातिर त्यो त भाइ मलाई थाहा छैन म 2 मिनट छुट्टी आछु म त भोलि गइहाल्छु त्यसो थाहा छैन म चुनाव पनि हाल्दैन फेसबुकमा त धेरै लाग्छ होला नि
यतातिर पनि हेरौँ हाम्रो जेन्जी दाईहरू छन् दाई के छ कसको माहौल देख्नुहुन्छ दाई यहाँ कुराकानी त हेर्ने भइरहन्छ नि दाई भन्नु न यार घोडा कसको अब किसन अनि यतातिर चाहिँ कस्तो चर्का चर्की भइरहेछ दाई चुनावी माहौलको ठिकै छ के हुनु त्यस्तै अब सरकार छ कि हाम्रो भोटर कार्ड छैन ए जेन्जी भएर दाई यार फेरि यो भोटर कार्ड बनाउने के छ दाजु हजुर एकैछिन है के छ नाम पनि भनिदिनु न नाम रमेश भण्डारी कस्तो छ त चुनावी माहौल चुनावी माहौल त ठिकै छ यसपालि त कसले जित्ला जस्तो लाग्छ नि तपाईँलाई अब कम्पिटिसन छ भन्न सकिन्न होइन त्यो त हो त्यो त भन्न नसकिने तर माहौल चाहिँ अलि हुन्छ नि कसैको हाइपमा हुन्छ कसैको तल हुन्छ सबै बराबरै छ यार त्यस्तो त हुँदै हुन्न यार छ यार अब धेरै चर्को धेरै भनेपछि अब मोबाइलको फेसबुक अनुसार त घन्टी नै छ होइन फेरि पनि मनको कुरा के त यार मनको कुरा त के भन्न सकिन्छ ठिकै छ तपाईँ कहाँ यही गाउँदेखि हो कि कतादेखि मेरो त्यही मिलिन्चराई हो ए है छलफल कसको बढी देख्नुहुन्छ यतातिर सबै छ यार बराबरै छ ए ल धन्यवाद है यता पनि यहाँ अगाडि छौँ के छ जेन्जी भाइ नाम के भनिदेऊ न नाम मेरो आवाज सानो के छ यतातिर चुनाव छ जेन्जीहरूलाई चाहिँ झन लागेछ भनेर सुन्छ नि कस्तो छ अहिले त म रेलीमा त गएको छैन तर रेलीमा नगयो नि त एकैछिन रेलीमा नगयो नि चुनाव त कसको हुन्छ थाहा त हुन्छ नि चुनावमा त अब घन्टीले जित्ला जस्तो लाग्छ मलाई त घरतिर पनि त्यही छलफल भइरहेको हुन्छ त्यस्तै हुन्छ ए ल त है भाइ धन्यवाद यता पनि बुझौँ अब एकैछिन दाजुहरूतिर यता यता है अङ्कल नमस्कार म अशोक सुवेदी यही भानुभक्त क्याम्पसमा पढ्ने विद्यार्थी हो 3rd इयरमा पढ्छु अहिले चाहिँ हामी चुनावी माहौल अलि बढ्दै गइरहेकाले अब कसले जिल्ला यता माहौल अलि बुझ्नको लागि अनि त्यसकै लागि यो ग्राउन्ड रिपोर्टिङ गरिरहेछौँ यतातिर चाहिँ तपाईँलाई के लाग्छ कसले जिल्ला जस्तो लाग्छ माहौल अलि कसको बढी देख्नुहुन्छ सबै उस्तै छ अलि बढी अलि कम त हुन्छ नि कसको किस्मतमा अलि सिरी लेखेर उसले जित्ने होला अब ए तपाईँको यतातिर सबै ठिकै छन् ए उतातिर पनि भनिदिनु अङ्कल नाम पनि भनिदिनु होला है मेरो नाम रविन सिजाली हजुर तपाईँले के को लागि सोध्नु लाग्नु भएको छ मलाई यहाँ चुनावी माहौल कस्तो छ यहाँ चुनावको माहौल त अब अहिले नयाँ पार्टीको नै छ कसले जिल्ला जस्तो लाग्छ तपाईँलाई कुन पार्टीले धेरै जस्तो जित्न त नयाँ पार्टीलाई जिताउनु फाइदा छ हामीलाई होइन पुरानो पार्टी त धेरै वर्ष 35-36 वर्ष भइसक्यो केही विकास पनि गरेको छैन होइन नयाँ पार्टीलाई चान्स दिने यो त कुरा के हो यो आन्दोलन पछि धेरैको माइन्डसेट पनि चेन्ज भएको छ कि त्यही भएर पनि हाम्रो नयाँ पार्टी छ हाम्रो पुरानो पार्टी छैन अब ल त है धन्यवाद यता पनि सुनाऊ आन्टीदेखि ए ल यता जानुभयो क्या ल त ठिक छ है ल धन्यवाद लाग्यो अब आउँछ